नमस्कार साथीहरू, तपाईहरुको आज यो भिडियोमा म सिकाउन गइरहेको छु कि साथीहरू तपाईहरुले पनि आफ्नो मोबाइल फोनमा चलाई आइरहेको सिम कार्ड कसको नाममा रहेको छ चेक कसरी गर्ने। यदि साथीहरू तपाईहरु पनि आफ्नो मोबाइल फोनमा चलाई आइरहेको लगाउनु भएको सिम कार्ड कसको नाममा रहेको छ भने चेक गर्नको लागि के गर्नु होला, तपाईहरु पनि आफ्नो मोबाइल फोनमा भएको फोन एपलाई ओपन गर्नु होला। फोन एपलाई ओपन गरिसकेपछि साथीहरू तपाईहरुले यहाँ डायल गर्नु होला *9966# यति टाइप गरेर अनि कलिङ अप्सनमा क्लिक गर्नु होला। कलिङ अप्सनमा क्लिक गरिदिनुहुन्छ भने साथीहरू तपाईहरुको मोबाइल फोनमा पनि यहाँ एकछिन सर्च लिन्छ। सर्च लिइसकेपछि साथीहरू तपाईहरुको मोबाइल फोनमा पनि हेराउँछ तपाईहरुको मोबाइल फोनमा लागेको सिम कार्ड कसको नाममा रहेको छ। साथीहरू तपाईहरुले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ नाम हेराइसकेको छ। साथीहरू तपाईहरुले सरी नै आफ्नो मोबाइल फोनमा लगाउनु भएको सिम कार्ड कसको नाममा रहेको छ भने चेक गर्न सक्नुहुन्छ। साथीहरू तपाईहरुको यो भिडियो चाहिँ राम्रो लाग्यो भने एउटा कमेन्ट पनि गर्नु होला। अनि तपाईहरुले अहिलेसम्म मेरो YouTube च्यानलमा नयाँ आउँदै हुनुहुन्छ भने तपाईहरुले के गर्नु होला, मेरो YouTube च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। अनि फेसबुकमा हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गरिहाल्नु होला। ल त साथीहरू आजको भिडियोमा यति नै थियो। बाइ।